के छैन हो मुला मुनलाई फुल यो माथि तार्नु है मुन माथि हो मुन हाम्रो बोस उसको भिडियो नहाल है उमेरको ऊ प्रश्न कसरी यार म किन लाइभ आउँछ यार मोटे कति सोझो रहेछ यार मोटे हाबुक मोटे यति सोझो युनिका बोल्छ दाइको लागि दामी गीत गाइदिन्छ आज कस्तो म आज फोन ए माइनर भने के हो ए माइनर भने के हो हो सगुन ए माइनर बजाउनु त ए माइनर बजाउनु त नामी मचाउ ओइ 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 दाइ के बजाउनु भन्दा सी बजाउनु कोड सी बजाउनु त ए हाबुक नबोल चुप्प लागेर बस्नु न लास्ट राम्रो छ यार मोटो यार हाबुक ब्याम देख्नु बताए आज फेस अर्को मोटे खायो है बोस नौ मान्छेहरू पनि बोल्नु होइन युनिका बोल्नु पर्ने हुन्छ भोलिदेखि स्कुल छ अरे हो के गर्छ बुनु माथि आउला मैले यो गीत सिक्नु मन छ मोटेले बोला न मोटेले होइन हो त्यो 5 फुट 2 इन्चले बोलाउनु न यस्तो भन्नु क्या भोलि स्कुल छ अरे 5 ले बोलाउनु न भारलाई दाइले बोले त्यो 5 to 4 छ हो 4 to ला लिमिट बढाइदिए ओ मोटेले कसम भएर है मोटेले आफ्नो कलेजको केटीहरुले यस्तो फ्लट हानिरहेको थियो मा छोड्दियो मैले कल गरेको थियो आबुकले मैले कल गरेको थिएन मोटेले दाइ ओमा दे यस्तो दाइ केटी जिस्काउने काम दाइ मबाट हुँदैन क्या दाइ सगुनबाट मात्र हुन्छ भन्छ अहिले त्यही त सगुन दाइबाट मात्रै हुन्छ यार देख्नु भयो नि लाइभमा कत्रो दिन्छ दाइले म त बोल्नै सक्दिनँ हो दाइ मलाई लाज लाग्छ यार दाइ अब यस्तो आइरहेको छैन सल्लाह गर्नु यो त मलाई त कसरी टल्ल पढेर हेर्छ हो पछाडीमा मोटेले बोल्नै सकेन हो त्यसरी मलाई चिनेन होला जुनुले मलाई चिनेन मकामले पछ्यौरीले सार्नु मुहार छुपे मलाई निद्रा लागिरहेको थियो म कफी खाएर आउँछु तपाईँ जानु कफी एकछिन भने न्याप त हालिदिए यार मोटो आज म कस्तो छिटो गयो आज दाइ आज भन्छु आज कोजी छ भने रोकै भन्छु मैले कुले भन्छ हो आज साढे दाइ सुन्नु न सगुन दाइ आज 6:30 बजे मलाई थाहा हुन्छ क्या हिजो मैले भाइ म जुनमा भने त्यहीमा पैसा हाल्दा क्या डबल हुन्छ केटा कसम हिजो तिमीहरूले 500 हाल्यो भने 2500 जित्थ्यो हो मैले भने अनि स्पेनमा लभली ट्यालेन्ट छ नि अर्जेन्टिनालाई गाह्रै पर्छ आज इङ्ल्यान्डले जित्यो भने त त्यो जित्याउँछु नि म यार के भन्दैन यार नामी मेरो बोनु अन द टाउन मिनिस्टरले के भन्दैन होला यार जति जित्छ नि आज मोटे अनि त्यसपछि अब के गर्ने लाइफ कन्टिन्यू गर्ने नगर्ने भनेर बोल्न मिल्दैन यति गरेर कामै छैन हो दाइ के काम छ भन्नु त तेरो के काम तेरो जिन्दगीमै काम छैन हो त्यही त हो त त्यही त अझ त्यही त भन्छ इलेक्ट्रिक गिटार हो दाइ पछाडिको इलेक्ट्रिक गिटार हो खोइ देखाउनु त दाइ देखाउनु त पुरानो हो यो पहिले किन देखाउनु न दाइ देखाउनु भन्छ देखाउनु न के गर्ने ए निकाल्नु न दाइ यार कस्तो भोलि गएर हेर्नु नि हो मोटे अति नगर न फ्रान्सले जितेन नि के गर्ने मैले भने नि आज पनि अर्जेन्टिना हार्नु कसम अर्जेन्टिनाले लास्टमा फेरि पेनल्टी लाग्यो पुरो मलाई रिस उठ्यो मलाई रिस उठ्यो दाइ रिस उठ्यो अर्जेन्टिना हार्छ आजमा भगवान आज इङ्ल्यान्ड हारोस् रे फेरि त्यस्तो नै भन्नु हुँदैन थ्यांक यू डेभिड रल अब लागि यार केटा होला थ्यांक यू फर
फ्रेस भएर आउँछ टाइम लाग्छ हो ठ्याक्कै कति मलाई आज देश निकाला होला जस्तो छ मोटे यदि त हारिस भने त्यहाँ बीच रोडमा गएर तैँले डान्स गर्नुपर्ने हुन्छ इन्स्टामा कल गर्छु टक्क लाएर त्यहाँ डान्स गर्नुपर्ने हुन्छ नङ्गा नाच नचाउने के दाइ नङ्गा नाच तर मोटे भाइले होइन मोटे भाइले त्यहाँको केटी लन्डनको केटीहरू जिस्काइरहेको थियो दुईजना भोलि गर्नुपर्छ अस्ति भने कोही पनि थिएन नि त त्यहाँ लाइभ गर्छु अनि स्टार्टिङमै साडी लगाएर आउँछु अनि त्यसपछि लगाएर आउँछु के साडी के भन्छ यो च्यालेन्ज कम्प्लिट गर्नु परेन केको च्यालेन्ज साडी लगाएर दिनभरि लाइभ हुन्छ च्यालेन्ज यो डिमान्ड्स केमा जितेपछि हारेपछि टिकटकमा के हारेपछि हाम्रो इन्डिङ के यसरी गर्ने भनेर भनेको थियो केटा सबजना सजेस्ट गरेर चाहिँ त्यही अनुसार साडी लगाएर बस्नुपर्छ साडीमा पेटिकोट लगाएर बस न साडी होइन क्या दाइ कोट प्यान्ट लगाएर दाइ हुन्छ नि कोट प्यान्ट लगाएर बस्नु न साडी लगाएर बस्ने बेइज्जत इन्डियन बोल न अब के छ के भन्नुहोस् अब कसरी बोलेको बोस खतरा हो क्या नसक्नु छ बोसलाई होस् त अनि क्या नि सक्दैन नि फेरि यता इङ्ल्यान्डले जित्यो भने हार्यो भने पनि लभली गराउँछ यो बोस आयो ल डान्स कम अन बोस एउटा डान्स मैले डान्स गरेँ ड्रामा कुन ड्रामा हेर्दैछु थ्याङ्क यू लभली लाइफ पाकिस्तानी कसले हेर्छ हौ नेपाली भएर म त वेलकम गर्न देऊ न हौ वेलकम गर्न दिनु दाइ एकैछिन वेलकम छ है आफ्टर लङ टाइम के छ वेलकम है मेरो साथी हो उर्मिलाजी वेलकम छ है तपाईँको लागि मिठो गीत हान्छ दाइ मलाई नि वेलकम गर्नु न कस्तो हो र दाइ वेलकम वेलकम मोटे हाबु गान्धी वेलकम दाइ हो टिकटकमा चाहिँ थाहा छैन होला कसैलाई एक महिना भयो होइन यो भाइले होइन हाबु भाइले लन्डनको केटीहरू जिस्काइरहेको थियो होइन पछाडिदेखि टक्क यो हाबु तर्स्यो क्या लास्ट फटा हानेको मिसहरूले जिस्काउँछ हो त्यही त यो हाबु कि यो अति छ हो यो तेरो त कुरै नगरौँ गाना बिरेर कस्तो गरेको म गएको यार बुरे यार मजा गरे हो नर पिलेको दुईजना मिलेर मोटेको के छ अबु दादा माथि आउनु न अबु दाइ लङ टाइम दादा काममा छु रे जय नेपालले दाइ के गर्छ नि सल्युट मात्रै ए धेरै हल्ला गरेको म टाक्स दिइहाल्छु नि फेरि ट्याप ट्याप हान त वर्ल्ड कप हेरिन्छ म हल्का ऊ बनाउनु पर्छ के 10-20 केसम्म पुऱ्याउँ न मा सुत्नु पर्ने हुन्छ है के त्यही भएर ओजा भाइ ट्याप ट्याप हान क्यामेरा अन गरेर हान्त मोटु तिमी नाच्नै पर्ने हुन्छ क्या कस्टम 5 दिन जति लाग्छ होला कति मिनेटको हुन्छ अस्मितालाई पनि मिठो गीत सुनाउँछ क्यामेरा ब्याक गरेर देखाउँदै हेर्दै बुढो भएछ जुवादारी आएको छैन बुढो भएछ अरे
दामी गाइदिन्छ आज म बाहिर भएर के घरमा गएर दामी गाइदिन्छ तुझे जीत हँसाउँछ बुढोले हँसाउँछ